चाहिँ हेवा खोला विगत 3-4 वर्षदेखि चाहिँ गुरुगुरु बाढी आइरहेको छ। यो बाढी आएर यहाँको खेतहरू एकदम धेरै क्षति गर्यो। यो धेरै क्षति गरिसके पछाडि यहाँको स्थानीयहरूले विशेषतः यहाँको माझी समुदायहरू बसोबास गर्छन्। उहाँहरूको चाहिँ यहाँ खोला बाढी आएको कारणले गर्दाखेरि चाहिँ यो खोलाले यहाँको खेतहरू बगाएको, पारिपट्टि हाम्रो एउटा बस्ती छ, त्यो बस्तीहरू बगाइरहेको, यो पारिपट्टि तपाईँले देखिराख्नु भएको छ। यसलाई चाहिँ बगाइरहेको धेरै कटान गरेर चाहिँ त्यहाँ खेतीहरू लगिरहेको थियो। उहाँहरूले चाहिँ गाउँपालिकाले केही पनि गर्न सकेन, गाउँपालिकाले केही न केही पलकदमी गरिदियोस् भनेर चाहिँ उहाँहरूको बारम्बारको अनुरोधलाई हामीले चाहिँ अहिले पछिल्लोचोटि जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय झापा गैडे मार्फत यहाँ हामी चाहिँ 160 मिटर पारिपट्टि इलियाङ गाउँपालिकापट्टि र 160 मिटर तपाईँको चाहिँ यता मुदिम नगरपालिकापट्टि चाहिँ यसपालि पनि हामी 160 मिटर गरेर चाहिँ पारी 160 गरेर हामी त्यसलाई यसपालि बाँधिरहेछौँ भने अरू चाहिँ अर्को साल क्रमागत बजेट आउने गरी जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय झापा गैडे मार्फत क्रमागत रूपमा बजेट आउने गरी यसपालि हामी डिपिआरको तयारी गरिरहेछौँ। अहिले चाहिँ झापा गैडेले डिपिआरको टिम पठाइदिएको छ र भोलिदेखि चाहिँ हाम्रो यहाँ डिपिआर भइरहेको छ, डिपिआर हुनेछ र चाहिँ यो तपाईँको चाहिँ विशेषतः हिलियाङ गाउँपालिकाले पहलकदमी गरेर चाहिँ यो हामीले यहाँ ल्याएर चाहिँ यो हिउँ खोलालाई बाँधेर यहाँको बस्ती र यहाँको खेतीयोग्य जमिनलाई चाहिँ संरक्षण गर्ने प्रक्रियामा लागेका छौँ। समग्र रूपमा यहाँ चाहिँ धेरै खेतीयोग्य जमिन थियो। यहाँको अहिलेको युवाहरू र अहिलेको यहाँको चाहिँ यो खेतीयोग्य जमिनबाट आश्रित परिवारहरू चाहिँ अहिले दोस्रो ठाउँमा गएर चाहिँ तेस्रो ठाउँमा अरू नै कामहरू गर्नुपर्ने अवस्था छ। त्यसो गरिसके पछाडि चाहिँ अब यहाँ हामीले चाहिँ स्थानीय तहबाट स्थानीय सरकारले त्यत्रो धेरै केही पनि गर्न सकिरहेको छैन र अन्य ठुलो चाहिँ तपाईँको अरू निकायहरूले पनि त्यत्रो धेरै चाहिँ चासो नदिइरहेको अवस्था छ। त्यसैले चाहिँ म के अनुरोध गर्न चाहन्छु भने चाहिँ यहाँको यो खेतीयोग्य जमिन र यहाँको बस्तीलाई के गर्न सकिन्छ कुनै चाहिँ अन्य निकायहरूले पनि चासो देखाउन र चाहिँ यहाँको विकराल अवस्थालाई मध्यनजर गरिदिनु हुन